नमस्कार भाइ बहिनीहरू। आज मैले तपाईहरुको सामु लिएर आएको छु पाइथन प्रोग्रामिङ। यो पाइथन प्रोग्रामिङ अहिले स्कुल लेभलमा इन्ट्रोड्युस भइसकेको हुनाले गर्दाखेरि तपाईहरुको सहयोगको लागि यो भन्दा अगाडि क्युबेसिकका प्रोग्रामहरु राखेको थिएँ। अब पाइथनका प्रोग्रामहरु राख्ने छु। सबैभन्दा पहिले कसरी इन्स्टल गर्ने लिंक हेर्नु होला, डाउनलोड गर्ने, त्यसपछि पाइचामको वेबसाइटमा जानु होला, डाउनलोड गर्ने। केही समयको प्रतीक्षापछि तपाईहरुले डाउनलोड गरेको फाइल डाउनलोड फोल्डरबाट इन्स्टल गर्न सक्नुहुनेछ। मेरो कम्प्युटरमा अलरेडी इन्स्टल भइसकेको हुनाले गर्दाखेरि यो भन्दा अगाडिको स्टेपमा म जान सक्दिन। म तपाईहरुलाई इन्स्टल गर्नलाई सजिलो नै भएकोले गर्दाखेरि त्यो मैले स्किप गरेको छु र म तपाईहरुलाई यो भन्दा अगाडि कसरी प्रोग्राम सुरु गर्ने भन्ने स्टेपमा जान चाहन्छु। अहिले पाइचाम इन्स्टल भइसकेको छ र मैले पाइचाम ओपन गरेको छु जसमा हामीले पाइथनको कोड लेख्न सक्छौं। म अब यहाँ नयाँ न्यू प्रोजेक्ट ओपन गर्छु जसमा हामीले पाइथनको कोड लेख्न सक्षम हुनेछौं। न्यू प्रोजेक्ट सिलेक्ट गर्ने, प्रोजेक्टको नाम दिने, त्यसपछि क्रिएटमा क्लिक गर्ने। यसपश्चात तपाईले पाइथनको कोड लेख्नको लागि एउटा पाइथनको फाइल क्रिएट गर्नुपर्ने हुन्छ। र हामी यसलाई नाम दिन्छौं फर्स्ट प्रोग्राम .py हुन्छ एक्सटेन्सन, यो अटोमेटिकली नै एप्लाई हुन्छ। र सबैभन्दा सुरुमा हामीले युज गर्दैछौं प्रिन्ट स्टेटमेन्ट र प्रिन्टमा हामीले प्यारेन्थेसिस भित्र डबल कोट इन्भर्टेड कोट भित्र कुनै पनि स्ट्रिङ लेख्छौं भने त्यो एक्ज्याक्टली जे छ स्ट्रिङ प्रिन्ट हुन्छ। र मल्टिपल प्रिन्ट स्टेटमेन्ट पनि हामीले राख्न सक्छौं। पहिलो थियो हेलो वर्ल्ड, यसैगरी अरु विभिन्न स्ट्रिङहरु हामीले प्रिन्ट गर्न सक्छौं। यो त भयो प्रिन्ट स्टेटमेन्ट युज गरेर आउटपुट निकाल्न सकिने सामान्य प्रोग्राम। र बाँकी विभिन्न प्रोग्रामहरु र तपाईहरुको क्लास बेस्ड सेकेन्डरी लेभललाई कभर हुने गरी आगामी भिडियोहरुमा अवश्य नै आउनेछ। च्यानललाई सब्स्क्राइब गर्नुहोला र आफ्नो साथीहरुमाझ शेयर गर्नुहोला। साथै क्युबेसिक सम्बन्धी जानकारीको लागि पनि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।